तपाई हेर्दै हुनुहुन्छ सम्मोहन टिभी। कृपया सब्स्क्राइब गर्न नबिर्सिनुहोला। मेरो कविताको शीर्षक छ प्रमाण। गोधुलीमा घाम डुब्नै लाग्दा म मेरो देशलाई सम्झन्छु। मेरो देशमा त घाम उदाउने बेला भयो। मिरमिरेमा जुन अस्ताउनै लाग्दा म मेरो देशलाई सम्झन्छु। मेरो देशको खबर लिएर घाम मलाई भेट्न आउने बेला भयो। आज यी परेलाहरूबाट निकै पर छ मेरो देश, तर पनि हरेक बिहान यिनै परेलाहरूले पार पाचुके गर्नुभन्दा पहिला म मेरो देशलाई सम्झन्छु। म सम्झन्छु हरेक पलमा मेरो देश, म सम्झन्छु हरेक पाइलामा मेरो देश। जब मेरो झ्यालबाट देखिन्छ अजनबी सहरको भिड, म उठाउँछु मनै मनमा मेरो सगरमाथा, पुग्छु सपनामै लुम्बिनीको काखमा, छाम्छु गुराँसको रगत भरिएको आफ्नो मुटु, सम्झन्छु आफ्नै देश अनि पठाउँछु रेमिट्यान्सको कोसेली। तरेका छन् यी पाइलाहरूले पुरै 7 समुद्रहरू, तर पनि यो मन मेची महाकालीको बीचमै अल्झिरहन्छ। गरेका छन् यी नजरहरूले हजारौं रहरहरूको स्पर्श, तर पनि यो मनमा उकाली ओह्रालीकै सम्झना बल्झिरहन्छ। तिमीले मलाई कसरी म नेपाली होइन भन्न सक्छौ? जिन्दगीको कठघरामा उभिएर पेश गर्नु परेमा प्रशस्तै छन् मसँग नेपाली हुनुका प्रमाणपत्रहरू। यी पाइलाहरू देशको भूगोलबाट पल्लो छेउमा पुगेको एक पलमै म कसरी अनागरिक बन्न सक्छु? पश्चिम दिशातिर पहेँलो घामको किरणसँगै परिवर्तनका आवाहरू पछ्याउँदै परारै साल परिवेशको परिबन्धमा परेर परदेश बसेको हुँ म। पश्चिम दिशातिर पहेँलो घामको किरणसँगै परिवर्तनका आवाहरू पछ्याउँदै परारै साल परिवेशको परिबन्धमा परेर परदेश बसेको हुँ म। देशमा नबसेकै कारण के म नेपाली होइन र? परदेश बसेकै कारण के म नेपाली होइन र? धन्यवाद। सम्मोहन टिभी। कृपया सब्स्क्राइब गर्न नबिर्सिनुहोला।